ल हाम्रो कान्छीले आज चल्ला काटेर पोलिरहेछ। जाडो जाडो मौसम छ। मजाले बनाएर आज कुखुराको मासु अनि ढिँडो खाने है कान्छी। अर्ग्यानिक। पूर्वतिर झन् यसको भुट्ला हुन्छ नि र त्यसलाई के भन्छ अरे त्यो यत्तिकै पोलेर अनि त्यसपछि नाङ्लोमा हालेर त्यसको तिते बनाएर खाँदो रहेछन् क्या। खै मिठो हुन्छ कि हुँदैन। भयो कान्छी भयो धेरै। कान्छी आज के बनाउने खाना? आज चाहिँ यो लोकल कुखुरा काटेर बनाइसकेछौँ, पोलिसकेछौँ। फाइनली यस्तो भइसकेछ है। अब यसलाई काटेर बनाएर एकदम अर्ग्यानिक ढिँडोसँग खाने हो। कोदोको ढिँडो बनाउँछौ कि मकैको? मकैको पनि छ होइन, कोदोको पनि छ। जे खानु मन लाग्छ त्यही बनाएर खानु। ल आज चिसो चिसो मौसममा टाटो टाटो कुखुरा लोकल कुखुराको सुप खानुपर्छ होइन। अनि त्यसपछि आज त चिसो छ, ज्यान तातो बनाउनु पर्छ। खानुपर्छ। ल यसलाई चाहिँ कटाम वाउ दामी। लोकल कुखुरा भनेको लोकल कुखुरा हो क्या है। यो चाहिँ उसको छातीको भएको सपेटा हो। हट्का त्यसलाई बिस्तारै। काट्छु भएछ नानी। मासु कटिङमा त खतरा छस्। मासु पछि मासु टेबलमा बसेर कुर्सीमा बसेर खानुभन्दा भुइँमा आनन्दले बसेर खानु मजा हुन्छ क्या है। मलाई त नहाल्दै नानी, म खान्न। नै म खान्न। ल मैले चिकन छ क्या।